सान कोनिचिवा हामी लेसन 3 को ग्रामरहरू सिकिरहेका छौँ। यो भन्दा अघिल्लो भिडियोमा मैले नम्बर 1 ग्रामरको बारेमा एक्सप्लेन गरिसके र अब नम्बर 2 ग्रामरको पालो रहेको छ। नम्बर 2 मा रहेको छ कोचिरा यतातिर, सोचिरा त्यतातिर, आचिरा उ त्यतातिर र दोचिरा। यो चाहिँ क्वेशन बनाउँदा युज हुन्छ। दोचिरा भनेको कतातिर। यो चाहिँ नि पोलाइट फर्म युजमा युज गर्दाखेरि यो शब्दहरूको प्रयोग गरिन्छ। यो भन्दा अगाडि मैले चाहिँ कोको भनेको यता, सोको भनेको त्यता र आसोको भनेको यो उ त्यता भनेर भनेको थिएँ र दोको भनेको कता भनेको थिएँ। त्यो चाहिँ नर्मल्ली भनिन्छ भने यो चाहिँ कोचिरा, सोचिरा, आचिरा र दोचिरा भनेको पोलाइटली रेस्पेक्टफुल्ली कसैसँग बोल्दाखेरि या केही सोद्धाखेरि प्रयोग गरिन्छ। गर्नुपर्ने कुरा नाउन प्लस वा प्लस प्लेस प्लस देश रहेको छ। एउटा रेई बनाएको छु। क्योसिचु वा दोचिरा देशका, क्योसिचु वा दोचिरा देशका भनेको क्योसिचु भनेको क्लासरुम भनेर हामीले मिनिङमा पढेका छौँ। क्लासरुम चाहिँ कतातिर हो, दोचिरा भनेको कतातिर हो भन्दाखेरि कोचिरा देश यतातिर हो, कोचिरा देश यतातिर हो। यो भन्दा बाहेक तपाईले सोचिरा देश त्यतातिर हो र आचिरा देश उ त्यतातिर हो भनेर पनि बनाउन सक्नुहुन्छ।